गुड मर्निङ गाइज। आज चाहिँ हामी बिहान बिहानै घाँस रोप्नको लागि बारीतिर जाँदैछौँ। बिहानै घाम लाहा त अहिले एकछिनपछि फेरि फगी आउँछ। यता हाम्रो म्याडम, यहाँ हाम्रो आलु खेती, तरकारी खेती। यो चाहिँ पहिला तोरी पानीले बिगाएर फेरि दुबारा छरेको घाँस मात्र। तोरी आउँदैन क्या कि यसमा उखा रहेछ। यहाँ त्यो उस राखेर हो कि बिग्रेको, के अरे पराल राखेर हो। मान्छे लोकलमा चाहिँ तोरी पुरानो तोरी हो, पानीले बिगारेन। यहाँ म्याडमले बाल्टी लिएर जाँदैछ घाँस रोप्न। हामी सुपर नेपियर घाँस, जाडो उता मेरो ब्याकग्राउन्डमा बच्चुले होइन दैत्य पाहाड हो। पाहाडहरू निकै राम्रो देखियो। यो फेरि अर्को बाटो आयो, हामी पछि निकालेको नयाँ बाटो। तलतिर राजमार्गमा, हाइवेमा कनेक्सन छ यसको। तपाईँलाई म घाँस रोप्ने ठाउँ देखाउँछु है। ल, यो हाम्रो खेत। मैले घाँस रोप्ने यहाँ हो, त्यो भ्याउनै लागेको घाँस। यो सुपर नेपियर घाँस, यो नयाँ आएको छ फेरि पालुवा। यसमा हो घाँस रोपेको। ल हेर्नु, आमा साह्रै बाक्लो भयो। त्यहाँसम्म रोप्ने हो। भ्याउन लाहा। आज 3 दिन भयो। आज 3 दिन भयो। 3 दिन भन्दा 3 बिहान। आज चाहिँ बिहान छ कि। यस्तो खुन्टी काटेर, यो खुन्टी दुईटा आँखा राख्ने हो। एउटा आँखालाई काट्ने, एउटा आँखालाई बाहिर राख्ने। त्यहाँबाट फेरि पालुवा आउँछ। यहाँ छ, यो हिजो ठुका राखेको यहाँनिर छ। यो कामदार मेरो, यिनी मेरो कामदार। अब हामी दुईजना